यो हो पाले भाइ अर्थात् सेमी अटोमेटिक रोबोट। पाले भाइ खोटाङको दिक्तेल रूपाकोट मजगडी नगरपालिका 10 पाथेका स्थित जाल्पा आबि सिरुवासका विद्यार्थीले तयार पारेका हुन्। बाँदर तर्सनका लागि उपयोग गर्न मिल्ने पाले भाइ कक्षा 8 की छात्रा सेमी हाङमा राई, सरिता राई र एसी राईको मेहनतको परिणाम हो। दिक्तेल रूपाकोट मजगडी नगरपालिका 2 सोलमा स्थित हिमालय माविले वैशाख 3 गतेदेखि वैशाख 7 गतेसम्म वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनी आयोजना गरेको थियो। त्यही प्रदर्शनीमा देखाउनका लागि छात्राको समूहले प्रधानाध्यापक राजाकर्ण राईको कन्सेप्टमा पाले भाइ तयार पारेका हुन्। सोलमा स्थित शुभम फाउन्डेसनको प्राङ्गणमा आयोजना गरेको वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनीमा पाले भाइले चर्चा बटुले। अधिकांश अवलोकनकर्ताको ध्यान तान्न सफल भए। पाले भाइलाई बाँदर लगायतका जङ्गली जनावर तर्साउनका लागि उपयोग गर्न मिल्ने सेमी हाङमाको दाबी छ। बाँदर आतंकका कारण पहाडी क्षेत्रका किसान हैरान छन्, तर अहिलेसम्म बाँदरको समस्याबाट उन्मुक्ति पाउने भरपर्दो उपाय निस्किएको छैन। यही समस्यालाई मध्यनजर गर्दै छात्राको समूहले बाँदर तर्साउने पाले भाइ तयार पारेका हुन्। मान्छे वा जनावर नजिक पुग्दा पाले भाइले सेन्सर मार्फत बत्ती पाल्छ। त्यसपछि घन्टी बजाएर सङ्केत दिन्छ। घन्टी बजेपछि वरपर मानव वा वन्यजन्तु आएको जानकारी मिल्छ। यही विशेषताका कारण पाले भाइलाई बाँदर लगायतका जङ्गली जनावर आउने खेतबारीमा राख्न सकिन्छ। पाले भाइलाई थप परिष्कृत र उपयोगी बनाउन छात्राहरू तयार छन्। विद्यालय तयार छ, तर यसका लागि सरकारले साथ दिन आवश्यक छ। यो चाहिँ हाम्रो एउटा सेमी अटोमेटिक रोबोट हो। यसले चाहिँ बाँदर तथा अन्य वन्यजन्तुहरू खेद्नका लागि प्रयोग गरिन्छ। अनि यो चाहिँ सेमी अटोमेटिक भएकोले आधा मानिसले पनि काम गर्छ भने आधा यो सेमी अटोमेटिक रोबोटले पनि काम गर्छ। यो चाहिँ कुनै पनि चिजहरू होइन 40 सेन्टिमिटर अगाडि आएपछि चाहिँ होइन हो यो हामीले सेन्सरमा हात लानुपर्छ, यो आफै बज्छ अनि लाइट बालेपछि अनि हो यो प्लेट बजाउन थाल्छ। हामीले चाहिँ हो होइन सेन्सरमा हात लाग्यौँ भने हो यो कराउँछ अनि बत्ती बालेर हो यो प्लेट बजाउँछ 5 सेकेन्डसम्म।